फुपूको घरमा आएको 8 चण्डाडामा सुन्तोला फलेर लटरम्मै। अनि मेरो फुपूको घर चाहिँ यो हो। अनि यहाँ इस्कुस फलेर राखेका छन् साथीहरू, सबैलाई वेलकम, नमस्ते। अनि सुन्तोला बारी यहाँ हेर्नु है, मैले भर्याङ लाएर यहाँ माथि सुन्तोला टिपेको, सुन्तोलाको बोटु सुन्तोला फलिराखेको छ। यहाँ सुन्तोला छ बोटमा, अनि अहिले झारेको। अनि यहाँ इस्कुस बारी छ, यहाँ हेर्नु न इस्कुस फलेको, कस्तो राम्रो इस्कुस फलेको छ भने नि साथीहरू। मेरो फुपूको घरमा यो सबै इस्कुसको झ्याले, इस्कुस कस्तो राम्रो इस्कुस फलेको। अनि सब इस्कुस छन् यताउति, इस्कुसै मात्रै फलेको छ। कति हो कति हेर्नु न, कस्तो राम्रो राम्रो यस्तो खालको इस्कुस फलेको। इस्कुसको झ्याल यो सबै मरिसकेको फलेर। अनि फर्सी, यहाँ फर्सी कति फलेको छ भने नि साथीहरू, यहाँ हेर्नु ल फर्सी। ए लु हेर्नु फर्सी यहाँ फुपूको घरमा, मेरो फुपूले फलाउनु भएको फर्सीले हेर्नु कत्रो कत्रो फर्सी छ। अनि यतापट्टि फेरि अर्को घर छ, पाली अरे यहाँको, मतान अरे। अनि यहाँ थाङ्ग्रो, मकैको थाङ्ग्रो। अनि यता पाली, अनि यता यस्तो पाली छ। अनि यहाँ मकैको थाङ्ग्रो लाएर राख्नु भइरहेछ यसरी, यस्तो पाहाडमा यस्तो राख्नु पर्दो रहेछ। अनि यहाँ उखु पनि छ। अनि यहाँ माथि पनि मकैको थाङ्ग्रो छ, हेर्नु न घर माथि पनि यस्तो पाहाडको घर। अनि मेरी फुपू चाहिँ यहाँ बुढी हुनुहुन्छ बिचरा, दैलाबाट निस्किँदै हुनुहुन्छ। मेरी फुपू है बुढी हुनुभएको छ, बुलाकी लाउनु भएको छ, कानमा मुन्द्री फुली। ढुङ्ग्री चाहिँ खै ढुङ्ग्री छैन, दाँत पनि खुस्केर थोती हुनुभएको छ।